फिफा वर्ल्ड कप 2026 को एउटा इन्ट्रेस्टिङ फ्याक्ट के हो थाहा छ तपाईहरुलाई? आउनुहोस् आज म भन्छु तपाईहरुलाई फिफा वर्ल्ड कप 2026 को एउटा इन्ट्रेस्टिङ फ्याक्ट यो भिडियोमा। फिफा वर्ल्ड कप 2026 को एउटा इन्ट्रेस्टिङ फ्याक्ट भन्न चाहन्छु तपाईहरुलाई। अर्जेन्टिनाको म्याच जोसित भयो सबैजना चाहिँ फुटबल र्याङ्किङमा 15 भन्दा माथिको टिमहरुसित मात्र भएको थियो। अहिले तपाईको ग्रुप स्टेजमा उसको म्याच भएको थियो अस्ट्रेलियासित। अस्ट्रेलियाको तपाईको वर्ल्ड फुटबलको र्याङ्किङमा उसको नम्बर 24 छ। त्यसपछि अल्जेरियासित भएको थियो। अल्जेरियाको तपाईको वर्ल्ड फुटबलको र्याङ्किङमा 28 छ। अनि तपाईको जोर्डनसित भएको थियो। जोर्डनको चाहिँ वर्ल्ड फुटबलको र्याङ्किङमा 63 नम्बरमा उ चाहिँ पर्छ हैन। त्यस्तै तपाईको ग्रुप स्टेजपछि अर्जेन्टिनाको म्याच क्यापो भर्देसित भयो। उसको चाहिँ तपाईको वर्ल्ड फुटबलको र्याङ्किङमा उसको नम्बर चाहिँ 67 मा छ। त्यस्तै तपाईको राउन्ड 16 मा आएपछि इजिप्टसित म्याच भयो। इजिप्टको र्याङ्किङ पनि तपाईको वर्ल्ड फुटबलको र्याङ्किङमा उसको पनि 29 नम्बरमा उसको र्याङ्किङ छ। क्वार्टर फाइनलमा उसको म्याच स्विजरल्यान्डसित हुँदैछ। स्विजरल्यान्डको र्याङ्किङ 19 नम्बरमा छ। क्वार्टर फाइनलमा हुँदै गरेको तपाईको नर्वे भर्सेस इङ्ल्यान्डको म्याचले डिसाइड गर्छ सेमी फाइनलमा कोसित म्याच पर्छ भन्ने। अहिले तपाईको नर्वे एकदम राम्रो खेलेर आएको छ जसले ब्राजिल जस्तो टिमलाई बाहिर पठाएर आएको छ। सायद उले इङ्ल्यान्डलाई पनि बाहिर पठाउन सक्छ। यदि उले इङ्ल्यान्डलाई बाहिर पठाएर उ तपाईको सेमी फाइनलमा आयो भने अर्जेन्टिना भर्सेस नर्वे हुन्छ र नर्वेको तपाईको वर्ल्ड फुटबलमा र्याङ्किङ 31 मा पर्छ। नर्वे पनि तपाईको एउटा स्ट्रङ टिम बनेर आएको छ। यो म्याच चाहिँ एकदम इन्ट्रेस्टिङ हुनेवाला छ। नर्वे भर्सेस इङ्ल्यान्डमा चाहिँ कसले जितेर अगाडि बढ्छ होला कमेन्ट डाउन गर्नुस्। नर्वेसित म्याच हुन्छ होला या इङ्ल्यान्डसित म्याच हुन्छ? What do you think guys? Comment down below.